नमस्ते सबैजनालाई मेरो अर्को नयाँ भ्लगमा सम्पूर्ण मेरो साथीहरूलाई नमस्ते स्वागतम वेलकम माई न्यू भ्लग। के छ हजुरहरूको खबर कस्तो छ? म चाहिँ तपाईहरुलाई मैले आज अर्को भ्लग बनाउन लागिरहेको छु। के कस्तो हुन्छ हेर्दै जानु होला। मेरो नयाँ भ्लगमा तपाईहरु सबैजनालाई स्वागत छ। म चाहिँ यहाँ अबुधाबीको यो मान्छे हिँड्ने ट्र्याकमा चाहिँ हिँडिरहेको छु। हिँडिरहेको छु वाकिङ। अहिले चाहिँ यहाँ चाहिँ 4 बज्न लाग्यो। अहिलेको मौसम एकदम राम्रो छ। यहाँ त जाडो त गर्मी ठिक्कको मौसम छ। यो हरियाली वातावरणको साथ म हिँडिरहेको छु अबुधाबी सिटीमा। तपाईहरु हेर्दै गर्नुहोला मेरो भ्लग। अनि मेरो भ्लग कस्तो लाग्छ त्यो पनि कमेन्टद्वारा भन्नुहोला। हजुरहरूले राम्रो नराम्रो प्रतिक्रिया दिनुहोला मेरो भ्लगको। के छ हजुरहरूको खबर कस्तो छ? सन्चै आरामै हुनुहुन्छ कि के छ? यहाँ चाहिँ अहिले घाम लागिरहेको छ। त्यति गर्मी पनि छैन, त्यति जाडो पनि छैन। अहिले ठिक्कको मौसम छ। त्यति नराम्रो पनि मौसम छैन, त्यति राम्रो मौसम पनि छैन। ठिक्कको मौसम छ। न गर्मी न जाडोको मौसम छ यहाँ। अहिलेको मौसम भन्नुपर्दा मेरो भ्लग के कस्तो लाग्छ कमेन्टद्वारा तपाईहरुले प्रतिक्रिया दिनुहोला। राम्रो नराम्रो प्रतिक्रिया दिँदै गर्नुहोला। तपाईहरुले मेरो भिडियो कस्तो लाग्छ? यस्तै भिडियो बनाएर मेरो च्यानलमा अपलोड गर्ने गर्दछु। मेरो च्यानल फेसबुक र युट्युबमा अपलोड गर्ने गर्दछु। यस्तै भिडियो बनाएर तपाईहरुलाई के कस्तो लाग्छ भन्नुहोला। म चाहिँ हिँडिरहेको छु। अलि चिसो अलि गर्मी ठिक्क मौसमको साथ म त्यही वाकिङ हिँडिरहेको छु। मेरो यो नयाँ भ्लग हो। मैले धेरै पछि बनाएको भ्लग हो। पहिला चाहिँ मैले भ्लग बनाइरहेर हालिरहेको छु। अहिले चाहिँ लामो समयपछि मैले फेरि अर्को भ्लगमा तपाईहरुलाई देखाउन खोज्दैछु। कस्तो हुन्छ कस्तो लाग्छ हजुरहरूलाई भन्नुहोला। यता चाहिँ बैंक गाडी पार्किङ छ। यता म हिँडिरहेको ठाउँमा चाहिँ हरियाली वातावरण छ। रमाइलो दृश्य छ, हरियाली वातावरण। यता पारि चाहिँ गाडी हिँडिरहेको छ। म चाहिँ मान्छे हिँड्ने छुट्टै बाटोमा हिँडिरहेको छु। यहाँ चाहिँ मान्छे हिँड्ने बाटो छुट्टै हुन्छ, गाडी हिँड्ने बाटो छुट्टै हुन्छ, अनि साइकल हिँड्ने बाटो पनि छुट्टै हुन्छ। आफ्नै बाटोमा हिँड्नुपर्छ। हाम्रो जस्तो मान्छे हिँड्ने पनि त्यही बाटो, गाडी हिँड्ने पनि त्यही बाटो, साइकल हिँड्ने पनि त्यही बाटो हुँदैन यहाँ।
छुट्टै छुट्टै हुन्छ साथीहरू। यो विकसित देशमा हाम्रो देशभन्दा धेरै फरक छ। हेर्नुहोस्, यो चाहिँ हरियाली रुखहरू हो। म चाहिँ हिँडिरहेको छु साथीहरू। हिँडिरहेको छु शान्त वातावरणमा हिँडिरहेको छु साथीहरू। भ्लग बनाउँदै आफ्नै सुरमा हिँडिरहेको छु। तपाईँलाई मेरो भ्लग कस्तो लाग्छ हेर्नुहोला, कमेन्ट गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला, अनि मेरो फेसबुकलाई सब्सक्राइब गर्नुहोला, अनि मेरो श्रेष्ठ केदार भन्ने फेसबुक छ त्यसलाई सब्सक्राइब गर्नुहोला। ल मेरो सगरमाथा 8848 युट्युब च्यानल छ त्यसलाई पनि हजुरहरूले सब्सक्राइब गरिदिनु होला, मलाई माया गरिदिनु होला। म यस्तै यस्तै रमाइलो भ्लगहरू, शेयर बजारका भिडियोहरू, ज्ञान गुणका भिडियोहरू, यस्तै भिडियो लिएर आएर तपाईँहरूको सामु अर्को भिडियोमा उपस्थित हुने नै छु। तपाईँहरूले मेरो भिडियोलाई हेरिदिनु होला, लाइक सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। हिँड्दैछु म गाइज अलिअलि घाममा हिँड्दैछु म। वाकिङ, बेलुका पखको वाकिङ हो यो, इभिनिङ वाक। है साथीहरू, यहाँका दृश्यहरू म तपाईँहरूलाई देखाइरहेको छु। यहाँको बाटो हो यो, मान्छे हिँड्ने बाटो हो यो। मान्छे हिँड्ने बाटो हो यो साथीहरू। यहाँ चाहिँ अर्को छुट्टै अलि टाढा छ, गाडी पनि हिँडिरहेछ यहाँ, तपाईँहरूले देख्न सक्नुहुनेछ। पारीतिर गाडी पनि हिँडिरहेको छ। म चाहिँ मान्छे हिँड्ने बाटोमा हिँडिरहेको छु साथीहरू। त्यस्तै गरी अहिले चाहिँ म एकछिन उभिएर बसेको यहाँ सफा शान्त वातावरणमा, शीतल वातावरणमा म उभिएर बसिरहेको छु साथीहरू। मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्छ कमेन्टद्वारा भन्नुहोला। बिस्तारो म तपाईँहरूको सामु भिडियो लिएर आउने नै छु साथीहरू। अहिलेको लागि चाहिँ अस्सलाम वालेकुम।